चाहे 6 महिना भोकै बस्नुपर्छ 1 वर्ष बस्नुपर्छ तै पनि हाम्रो कर्तव्य छोड्दैनौँ प्रहरी भनेको त्यही हो त्यसैले प्रहरी भनेको हामी कार्यालयको सुरक्षा गर्ने हाम्रो जिम्मा हो सुरक्षासँग सम्बन्धित विषयहरू भयो भने हामी कसैलाई पनि नआउन दिन सक्छौँ हामी यहाँ सुरक्षाको जिम्मा लिइसकेपछि सुरक्षा थेट भयो भने जुनसुकै पदाधिकारी पनि हाम्रो रोक्ने हाम्रो जिम्मेवारी हो त्यही नै हो त्यसरी बुझ्नु होला कुर्ची माथि चढेर कार्यालय समयमा कार्यालयमा काम नगरेर यहाँ देख्नु भएको छ नि त महानगरको प्रहरीमाथि धरपकड गरिरहनु भएको छ यो कार्यालय कब्जा गरिरहनु भएको छ सबैले देखिरहेछन् 3 महिनादेखि तल पाएको छैन तर हामी हाम्रो कर्तव्यबाट बाहिर छैनौँ हामी कर्तव्यबाट कहिले पनि हामी पछाडि हट्दैनौँ हामी सर यहाँ तोडफोड पनि भयो हजुर देख्नु भएको छ त यो के भइरहेछ सर कर्मचारीहरू चाहिँ कार्यालयमा काम गर्नुपर्ने हो काम गर्नुपर्ने कर्मचारीहरू चाहिँ देखिरहनु भएको छ त यहाँ कति जति क्षति भयो यहाँ तोडफोड अब भोलि हेर्छौँ हामी भोलि हेर्छौँ तपाईँहरूमाथि पनि हातपात भएको हो प्रश्नै छ त तर हामी संयमपूर्वक हामीले गरिरहेछौँ अब तपाईँहरूलाई जागिर हामीले दिएको भन्ने खालका प्रश्नहरू गर्दै तपाईँहरूलाई धरपकड गर्यो त्यो त्यसैलाई सोध्नु होला जसले भने त्यसैलाई सोध्नु होला हामी त्यस्तो कुरामा छैन हामी चाहिँ चेन अफ कमान्ड र अनुशासनभित्र रहने प्रहरी हामी कोही उत्तेजित भयो भन्दा हामी उत्तेजित हुँदैनौँ हामीलाई दिएको आदेश हामी अक्षरशः पालना गर्छौँ त्यति हो अधिकृतले आज छिर्न नदिने हो मानक अब एउटा कुरो के भनेदेखि मैले यो कतिपय कुराहरू चाहिँ हामीलाई स्पष्टै आदेश भएको कुरा हो यो यसरी तामझाम गरेर छ नि यो ठिक भएन तामझाम गरेर जुन किसिमको भएको छ त्यो ठिक भएन हामी सुरक्षाकर्मीमाथि नै अरूले त भन्दैन हामी जनप्रतिनिधिहरू एकदम संयमित हुनुहुन्थ्यो उहाँहरूप्रति केही छन् तर केही कर्मचारी साथीहरूको रवैया देखियो नि कुर्ची माथि चढेर कार्यालय समयमा कार्यालयमा काम नगरेर यहाँ देख्नु भएको छ नि त महानगरको प्रहरीमाथि धरपकड गरिरहनु भएको छ यो कार्यालय कब्जा गरिरहनु भएको छ सबैले देखिरहेछन् तर हामी सम्मानपूर्वक हाम्रो जनप्रतिनिधिहरू हुनुहुन्छ देख्नु भएको छ त अनि त्यो कुरासँग हामी पनि हेर्नुहोस् यही महानगरको कर्मचारी हो होइन त्यो अब कति राजनीतिक भाषाहरू हामी बोल्दैनौँ बोल्न पनि पाइँदैन हामी कर्मचारी सीमाभित्र बोल्ने हो कार्यालयको सुरक्षा गर्ने जिम्मा हाम्रो हो त्यो त्यसैको लागि बसेका छौँ देखिरहनु भएको छ जे भइरहेको त्यही हुन्छ देखिरहनु अब यस विषयमा तपाईँको म पछि कुराहरूलाई हस्ता हो हामीलाई स्पष्ट आदेश छ कार्यालयको आदेश हामीलाई चाहिँ कार्यालयले दिएको आदेश त्यो अक्षरशः पालना गर्छ हामीले पनि त 3 महिनादेखि तल पाएको छैन तर हामी हाम्रो कर्तव्यबाट बाहिर छैनौँ हामी कर्तव्यबाट कहिले पनि हामी पछाडि हट्दैनौँ हामी चाहे 6 महिना भोकै बस्नुपर्छ 1 वर्ष बस्नुपर्छ तै पनि हाम्रो कर्तव्य छोड्दैनौँ प्रहरी भनेको त्यही हो त्यसैले प्रहरी भनेको हामी कार्यालयको सुरक्षा गर्ने हाम्रो जिम्मा हो सुरक्षासँग सम्बन्धित विषयहरू भयो भने हामी कसैलाई पनि नआउन दिन सक्छौँ हामी यहाँ सुरक्षाको जिम्मा लिइसकेपछि सुरक्षा थेट भयो भने जुनसुकै पदाधिकारी पनि हाम्रो रोक्ने हाम्रो जिम्मेवारी हो त्यही नै हो त्यसरी बुझ्नु होला होइन उहाँसँग मेरो कुरा भइसक्यो गइदिनु ब्याक गरिदिनु हामीलाई कमसेकम हावा त खानिदिनुहोस् भिडमा प्लिज ब्याक गरिदिनु अलिकति ब्याक